दाइ महामन्त्री पदबाट कारबाहीमा पर्नु भएको छ भनेर साथी एउटाले फोन गर्दा मैले भने अरे यार यो महामन्त्री त मैले बिहानै छोडिसकेको बिहानै मैले महामन्त्री पद छोडिसकेर महामन्त्री पदका लागि पार्टीका एकदम प्रखर दुईटा युवा नेताहरू प्रदीप पौडेल र गगन थापाले महामन्त्री पदमा उम्मेदवारी दर्ता गरिसकेको गुरुराज घिमिरे प्रदीप पौडेल र गगन थापालाई महामन्त्री भन्दै आएको बानी एकछिनलाई भयो प्रदीप पौडेल र गुरुराज घिमिरेले दर्ता गरिसके पछाडि प्रदीप पौडेल र गुरुराज घिमिरेले महामन्त्री पदमा उम्मेदवारी दर्ता गरिसकेपछि बिहान लगभग 11 साढे 11 बजे पछाडि म महामन्त्रीमा करिब छँदै थिइनँ मलाई महामन्त्रीबाट कारबाही गर्नुपर्ने किन अब मलाई महामन्त्रीबाट कारबाही गर्नुपर्छ पर्दै थिएन बाबा अनि एउटा अर्को ज्वाला बोकेको पेटमा देश बनाउँछु भन्ने ज्वाला हुटुटी बोकेको काँधमा कांग्रेस मात्र हैन देश थाम्न तयार छु भनेको देश बनाउने आँखामा सपना बोकेको अर्को युवा गगन थापाले सभापति पदमा उम्मेदवारी दर्ता गरिसकेको अवस्था छ अनि सभापति पदमा